सबैलाई नमस्कार। आज तपाईँलाई हामीहरू सुनचरीको सुन्दर नगरी रानबाट तेह्रथुमको म्याङसम्म यात्रामा छौँ। तपाईँलाई म रानको मुटु तामेको परेको हाम्रो मुख्य चर्चित घन्टाको रहेको छ। यहाँबाट हाम्रो यात्रा तेह्रथुमको म्याङनुङ हुँदै खेताबसम्म जानेछ। धरानबाट करिब 17 किलोमिटर उकालो चढिसकेपछि हामी पूर्वको पर्यटकीय नगरी भेटार आइपुग्छौँ। यो सागुरीगढी गाउँपालिकामा पर्दछ। कुहिरोसँग लुकामारी खेलिराख्ने भेटारमा पर्यटनका लागि भनेर स्काई वक बनाएको छ, जुन हामी यहाँ दृश्यमा देखिरहेका छौँ। पर्यटकका लागि कोशी विश्वको उपहार लानको लागि व्यवस्थित रूपमा सजाइएको यो स्थानीय प्रोडक्टहरूको बजार छ। यहाँ मुन्टा, यो काँक्रा, अकबर खोर्सानी, छुर्पी, बिस्कुट जस्ता कुराहरूले सजाइएको छ। भेडेचा चोकको बिचमा इमान सिंहचेम्जोङको पूर्णकर्पको मूर्ति रहेको छ। भेटारबाट यता राजा रानी जाने बाटो छुट्छ भने यतातर्फ साँगुरीगढी गाउँपालिकाको बाटो छ भने हामी अगाडि सिधै गयौँ भने चाहिँ धनकुटातिर पुग्न सक्छौँ। यहाँ पर्छ लगभग भेटारदेखि 8 किलोमिटर तल नमस्ते झर्ना पर्छ। हामी यस गेटबाट करिब 15-20 मिनट चाहिँ हिँडेर अगाडि जानुपर्छ अनि झर्ना पुगिन्छ। यो मूलघाट हो। तमर नदीको पुलमा छ। यो कोशी नदीको दोस्रो ठुलो सहायक नदी हो। एकदमै राम्रो पुल। यो के आकारको देखिने पुल एकदमै आकर्षक छ। नदी एकदमै ठुलो नदी छ। यहाँनिर हिउँदमा ऱ्याफ्टिङ पनि गरिन्छ यो नदीमा। यो क्षेत्र विशेष गरी उखुको लागि सजीवन, बेल, आँप जस्ता कुराका लागि प्रसिद्ध रहेको छ। यो धनकुटा हो हैन। धनकुटाबाट उता गाडी जाँदै गरेकोतिर गयो भने धनकुटा बस पार्क पुगिन्छ भने यता मासतिरबाट चाहिँ हामी हिले, बसन्तपुर, खाँदबारी, पाखरीबास, लेगुवा सबै यता भोजपुर यताबाट पुग्छौँ भने तेह्रथुम पनि यताबाट पुगिन्छ। गाडीहरू जाँदैछ। यो चाहिँ धनकुटाको 0 पोइन्ट। धनकुटाको एउटा पर्यटकीय क्षेत्र म हिलेमा आइपुगेको छु। हिले भनेको तोम्बा, सुकुटी र सेकुवाको लागि एकदमै प्रचलित ठाउँ हो। यहाँनिर हामी तोम्बा यो त्यसको नक्सा देख्न सक्छौँ, मूर्ति देख्न सक्छौँ। यसलाई के भन्छ एउटा चिन्ह देख्न सक्छौँ। यो यताबाट लेफ्ट साइड जाँदाखेरि हामी उत्तरपानी, छिन्ताङतिर, खोकु छिन्ताङतिर पुग्छौँ भने यो अगाडि हामी हिले बजार देखिरहेका छौँ। हिले बजार एकदमै चौडा बाटो रहेको छ। एकदमै ठुलो बजार रहेको छ। हिले बजार सकिनै लाग्दा यहाँबाट यो बाटोतिर गयो भने हामी पाखरीबास, लेकुवा, भोजपुर, तुमलिन्टा, खाँदबारी समेत त्यो बाटोबाट जान सक्छौँ भने यो अगाडिको बाटोबाट चाहिँ हामी बसन्तपुरतिर र तिनजुरे मिल्के, खाँदबारी, चैनपुर पनि यो बाटोबाट हामी पुग्न सक्छौँ। म गुराँस आइपुगेको छु। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ गुराँस। धनकुटा जोडपाटी देख्न सक्छौँ हामी। यहाँ जोडपाटीमा रहेको बजार धनकुटा सिधुवा बजार, जुन कोपीको लागि प्रसिद्ध छ। हामी हेर्न सक्छौँ यो सिधुवा बजार एकदमै राम्रो छ। म्युजिक पनि बजिरहेको छ सिधुवा बजारमा। सिधुवा बजारबाट अलिकति मासिएर आइसकेपछि हामी यो छतर शुक्रबारे र बसन्तपुर जाने बाटो हामी यहाँबाट छुट्छौँ। यता राइट साइड गयो भने चाहिँ छतर शुक्रबारे पुगिन्छ भने यता हामी लेफ्ट साइड गयौँ भने चाहिँ यता बसन्तपुर साइड हामी जान्छौँ। यो कुहिरो लागिराख्ने ठाउँ। यहाँबाट विभिन्न प्रकारका हिमालहरू देख्न सकिन्छ। यो मालिङको ऐसेलु पनि रहेको छ। यस ठाउँलाई हामी नुनथला भनेर भन्छौँ। यहाँनिर जहिले नै प्रायः यस किसिमको मौसम छ। मौसम खुलेको बेला यस क्षेत्रबाट हामी सगरमाथा, मकालु जस्ता हिमालहरूको दृश्य अवलोकन गर्न सक्छौँ। कोशी प्रदेशले यो कोशी भ्रमण वर्ष 2082 मनाइरहेको छ। त्यस सम्बन्धमा यो तिनजुरे मिल्के जलजले क्षेत्रमा पाइने गुराँसहरू बारेमा यहाँ संक्षिप्त जानकारी
प्रदान गरिएको छ। यो लगभग हामी चित्रे आइपुगेको छौँ। चित्रेमा रहेको यो प्रवेशद्वार सँगसँगै यहाँनिर पोखरी पनि रहेको छ। चित्रेमा हामी हेर्न सक्छौँ। म अहिले बसन्तपुर आइपुगेको छु। अब बसन्तपुरमा खाना खाएर बसन्तपुरको बजार खानासाना खाएर म अगाडि बढ्नेछु। बसन्तपुर बजार बसन्तपुरबाट मास्तिर आइसकेपछि हामी यहाँ एउटा जङ्सन भेट्न सक्छौँ, जसमा हामी यो बाटो मध्य पहाडी लोकमार्गको बाटो हो। यहाँबाट हामी यता म्याङ्लुङ 8 माइल हैन हुँदै यो बाटो उता 5 पर्फिदिनतिर जान्छ भने यता यहाँ हामी यो माइलस्टोनमा पनि देख्न सक्छौँ। यो बाटोबाट हामी खानबारी जाने बाटो हो। यो बाटोबाट हामी टुटी देउराली गुफा पोखरीतिर पनि जान्छौँ। अब हामी यो मध्य पहाडी लोकमार्गलाई पछ्याउँदै म्याङ्लुङतर्फ अगाडि बढ्छौँ। यहाँबाट म्याङ्लुङसम्मको दूरी 26 किलोमिटर छ। अब हामी अगाडि बढ्छौँ। यो टिप्पर आउँदै गरेको बाटोतिर अगाडि बढ्छौँ। रातोपाटी बजार अलिअलि हुसो लागिरहेको छ। अलिअलि पानी पनि पऱ्यो। मौसम अलिकति च्यालेन्जिङ भइरहेछ। च्यालेन्जिङ मौसम इन्ट्रेस्टिङ पनि हुन्छ। अहिले हामी लगभग अब जिरखिम्ती आइपुग्न आँटेका छौँ र यस प्रस्तावित 3 किलोमिटरको जग्गाले वन संरक्षण क्षेत्रको पर्यटकीय नक्सा यहाँनिर हामी देख्न सक्छौँ। अहिले हामी चाहिँ फेदाप गाउँपालिकासम्म पुग्नेछौँ। लसुने बजार हामी आइसकेका छौँ। लसुने बजार देख्न सक्नुहुन्छ यहाँ पृष्ठभूमिमा लसुनको स्तम्भ राखेको छ यहाँनिर लसुने बजारमा। मैले जिरखिम्ती चोकमा छु। यो 0 पोइन्ट हो। यो 0 पोइन्टबाट यता यो साइडमा चाहिँ हामी आम्फुवा लाजहाङ जाने बाटो छ भने यो साइडमा चाहिँ हाम्रो श्रीजङ्गा मार्ग भने यताबाट चाहिँ हामी म्यानस्याम पुग्न सक्छौँ भने यो अगाडि यो जिरी बजारबाट हामी अगाडि बढ्दै गयौँ भने चाहिँ हामी म्याङ्लुङ फेदातिर अगाडि बढ्दै पुग्छौँ। टुक्रे बजार आइपुगेको छु। तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ आइपुगेको छु। यहाँ हामी बिरालोको प्रतिमा देख्न सक्छौँ। यो बिरालोको प्रतिमा देखेर गयौँ भने म्याङ्लुङ बजार पुगिन्छ भने यो पल्तिर गरेको बाटोबाट फेर मध्यपाडी लोकमार्ग हामी जान सक्छौँ भने यो बजार हलीमेला बजार आइपुगेको छु म। यहाँबाट पल्लोपट्टिका टाढाका घरहरू देखिरहेका छन्। हलीमेला बजारको हामी यहाँ हलीको स्तम्भ देख्न सक्छौँ। बजार क्षेत्रमा राखिएको यस हलीको स्तम्भ बजार एरिया सानो छ। खरङ्वा खोला तपाईँहरूलाई हामी खुरुङ्गा खोला पनि भनेर भन्छ। यहाँ अब यहाँबाट हामी लगभग 5 किलोमिटर अफ रोड हिँडिसकेपछि चाहिँ हामी सेरमा पुग्छौँ। यहाँनिर खोलामा पानी रहेछ। यहाँ माथितिर खरङ्गा खोलाको रिसोर्ट पनि छ त्यहाँनिर र हाइड्रो पावर पनि निकालेको छ भन्ने सुनेको मैले देखेको छु। यहाँनिर मान्छेको आश स्थापना पनि गरिन्छ। यहाँनिर जहाँ संस्कारको लागि तयारी पनि हुँदै गरेको छ। म सेरमा आइपुगेको छु। तपाईँहरू यहाँ बोर्डमा देख्नुहुन्छ सेरमा। अब सेरमाबाट यो पिच भएको बाटोतिर गयौँ भने हामी फेदाप गाउँपालिका कार्यालय पोक्लाबाङ औँसी डाँडा पुग्छौँ। यो बाटोबाट भने यही बाटो हुँदै हामी 8 राईहरू पनि जान सक्छौँ। त्यसै गरी यो मध्य पहाडी लोकमार्ग हो। यतापट्टिको यो कच्ची बाटो चाहिँ यो बन्ने क्रममा छ। यताबाट हामी यो हाङसुरुङ यावरा हुँदै पौठाकतिर जान्छौँ। आज म तपाईँहरूलाई यही सेरमासम्मको यात्रा मात्रै गराउँदैछु। आगामी दिनमा तपाईँहरूलाई म अगाडितिर पनि यात्रा गराउनेछु। धन्यवाद।